नमस्ते नमस्ते शुभ बिहानी। म चाहिँ अहिले सुरेक मैदानबाट बिहानीको मर्निङ सो द डे बिहानीको एकदम यो सुन्दर मौसममा म सुरेक मैदानमा उपस्थित भएको छु। राजेन्द्र भवानी माध्यमिक विद्यालय अगाडिको प्राङ्गणबाट मैले देखाइरहेको छु। यहाँ चाहिँ हाम्रो भिरकोट नगरपालिका वार्ड नम्बर 5 मा अवस्थित सुरेक मैदान अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ स्कुल भएको ठाउँ र त्यहाँ प्याराग्लाइडिङ त्यो ठाउँबाट हुन्छ जहाँ मैले यो सुरेक भनेर लेखेको नि त्यहाँभन्दा यता ठ्याक्क त्यो ठाउँबाट चाहिँ प्याराग्लाइडिङ हुन्छ। अनि तल यहाँ धेरै छ हेर्नु त कति रमणीय ठाउँ छ होइन। यहाँबाट उड्ने हो तल वालिङ वहाँ वालिङ पुग्नुपर्छ। माथिको उता बेट देख्नुभयो भने गराउँसुर यहाँबाट देखिने भिरकोट नगरपालिका बङ्गालीबारी बजार होइन यता देखिन्छ। अनि यहाँबाट अझ माछापुच्छ्रे हिमाल चाहिँ तल टल्केको अलि माथिबाट देख्न सकिन्छ। यहाँ चाहिँ टल्केकै छ हिमाल माछापुच्छ्रे हिमाल होइन सबै देखिन्छ। अनि यहाँ अब यस्तो ठाउँमा पनि देख्न सक्नुहुन्छ जस्तो त्यहाँ चाहिँ जुन पानी कुवा त्यहाँ चाहिँ जम्मा गरेर त्यो कुवाबाट त्यहाँ सिँचाइ गरेर कति राम्रो धान यो पाहाडमा त्यहाँ चाहिँ कति राम्रो धान उत्पादन भएको छ कि। अनि त्यसपछि गरेर यहाँ देख्नुहुन्छ सुरेक मैदान लेखेको भयो नि त्यहाँभन्दा उतापट्टि पर्यटकको एकदम घुइँचो लाग्ने ठाउँ। त्यहाँ जस्तो धानको रास हुन्छ नि गाउँघरमा त्यो बुझ्नु भएकै हुन्छ धानको रास जस्तो कि चुट्टीहरू कुँदेर बनाएको जस्तो छ कि त्यहाँ। अनि त्यसै गरेर अझ उतापट्टि यहाँ पिकनिक स्पोट छ। त्यहाँभन्दा उतापट्टि जानुभयो भने गडरे गुफा छ जुन त्यो अहिले ओजेलमा परेको छ गडरे गुफा होइन। त्यो गडरे गुफाभित्र छिरियो लगभग म चाहिँ 1.5 घन्टा चाहिँ म भित्र छिरेको छु। त्यहाँ पोहोरको साल म 1.5 घन्टा भित्र छिरेको। जति हिँड्यो पनि त्यहाँ कोही ताल छ होइन कोही चाहिँ खेल मैदान जस्तो छ कोही त्यो एकदम गाईका थुनहरू भएको अब एउटा उसको एउटा कलात्मक छ क्या त्यहाँ। तर त्यति पछि परेको छ त्यो यहाँको जस्तो स्थानीय निकायले त्यसलाई पर्यटक प्रवर्धनको लागि होइन एउटा चाहिँ पहुँचमा ठाउँमा पुर्याउने हो भने त्यहाँ चाहिँ पर्यटकको बेसरी सम्भावना छ। तर ओजेलमा परेको छ गडरे गुफा भिरकोट नगरपालिका। यहाँ छ अहिले 5 मा यो सुरेक मैदान जहाँ विश्वका प्याराग्लाइडरहरू यहाँ चाहिँ एकदम उहाँहरू आएर यहाँ चाहिँ विश्वले चिनेको ठाउँ हो यो। अब यस्तो ठाउँलाई पर्यटक प्रवर्धनको लागि अब स्थानीय निकायबाट अनि त्यहाँबाट केन्द्रबाट कसरी हुन्छ होइन यो ठाउँलाई एकदम राम्रो बनाउन सक्यो भने हाम्रो आम्दानीको स्रोत भनेकै यस्तै ठाउँमा छ कि। अब हामी कहाँ कहाँ जान्छौँ यतिको ठाउँ हेर्नको लागि। तर हामीलाई हेर्नु यहाँ आइयो भने एउटा स्वर्गको टुक्रा आनन्द छ कि यहाँ आएर बसियो भने। अब तल वालिङमा हिजो खल्ती पसिना आएर बस्नै सकेको थिएन। यहाँ आएपछि जाडो भयो कि रातभरि जाडो भयो एकदम चिसो छ शीतल छ। लगभग 1-2 घन्टा त्यहाँ माथि त्यो डाँडोमा त्यो चुट्टीमा बस्यो अनि त्यसपछि गएर त्यहाँ एकदम 2 घन्टा जति बसेपछि जाडो हुन्छ। अनि त्यहाँबाट तल आएर एकदम आनन्दले यहाँका होटलहरू जुन त्यो ठुला उस रेस्टुरेन्ट होइन एकदम अर्ग्यानिक आफ्नै एउटा कल्चर। अनि त्यसपछि गएर जे छ त्यो लोकल के। अब यहीँ जस्तो कोदो ढिँडो होइन त्यसपछि यहीँको धान अनि यहाँ सामान्यतया अनि अझ पहिला त यहाँ कति घैया हुन्थे होइन। मैले यहाँ पुराना मान्छेहरूसँग यहाँ बुवाहरू हुनुहुन्छ उहाँहरूसँग पनि मैले धेरै कुराहरू लिएको थिएँ। र हुन्छ अब यस्तै कुराहरू हेर्न अनि यस्तै ठाउँको अवलोकन गर्नको लागि तपाईँहरू आउनुहोला हाम्रो स्याङ्जाको भिरकोट नगरपालिका वार्ड नम्बर 5 मा रहेको सुरेक मैदान तपाईँहरूलाई एकदम स्वागतको लागि आतुर छ। तपाईँहरू आउनुहोला र यसको भरपुर मनोरञ्जन लिएर फेरि पनि जानुहोला। हुन्छ नमस्ते।